सभा छ यति बेला हामी कमान्डर तपाईहरुको जनविद्रोहको कमान्डरको घरमा छौं उहाँलाई सुरक्षित रूपमा 3 कुनेसम्म कसरी लानुहुन्छ तपाईहरु 3 कुनेसम्म उहाँ खुला रूपले जानुहुन्छ या हाम्रो उसलाई चोर अम्लो उठाएर पनि कुनै बैरीले हेर्न सक्दैन त्यति ठुलो हाम्रो पीडीएफ को आफ्नै कमान्डिङ छ कमान्डो फोर्स छ ब्याकबोल्टको फोर्स छ श्रद्धेय सुरक्षा श्रद्धेय हाम्रो चाहिँ संयोजकज्यूको आफ्नै बडीगार्ड छ र हामी तमाम यत्रो यहाँ चाहिँ हजारौंको संख्यामा तपाईले चाहिँ अभियन्ताहरूलाई देखिरहनु भएको छ हाम्रो श्रद्धेय संयोजकज्यूलाई अहिले मात्रै म चाहिँ ईआईजी साहबलाई एसएसपी साहबलाई रानी पोखरीमा पुगेर भेटेर आएको मान्छे र हामीलाई सुरक्षा निकायले पनि अत्यन्तै नजिकबाट हेरेको छ टेबलबाट तपाईको हाम्रो यहाँ भएका गतिविधिहरू चाहिँ सुरक्षा निकायले हेरिरहेको छ र उहाँहरूलाई यति मात्रै उ छ कि दोहोरो दुईतिरको चाहिँ आज कार्यक्रम भएकोले बीचमा मुठभेड नहोस् तपाईहरुको बीचमा चाहिँ भेटघाट नहोस् हामी सुरक्षाको लागि कतै कमी कमजोरी राख्दैनौ एसएससी अभियानले चाहिँ कसरी संयमता अपनाउँछ मुठभेड रोक्नका लागि अभियानले कसरी शान्ति सुरक्षा दिएको छ र हाम्रो संयोजकज्यूलाई कसैले अम्लो उठाएर हेर्न सक्ने पनि अवस्था छैन मुठभेडको स्थितिबाट तपाईहरु कसरी संयमता अपनाउनुहुन्छ अहिले त युवाहरुको त कुन उम्लिन सक्छ हामी रक्तहीन क्रान्ति गर्न चाहन्छौं हामी कसैमाथि आक्रमण गर्न चाहदैनौं हाम्रा अभियन्ताहरूको हातमा राष्ट्रप्रतिको राष्ट्रिय झण्डा बाहेक अरु तपाईले केही पनि भेट्न सक्नुहुन्न गोजीमा एउटा मोबाइल र हातमा एउटा चाहिँ राष्ट्रिय झण्डा बाहेक हामीसित केही छैन हामी रक्तहीन क्रान्ति गर्न चाहन्छौं हामी चेतनाको क्रान्ति गर्दैछौं हाम्रो क्रान्तिको अस्त्र भनेको तपाईले बोकेको क्यामेरा हो तपाईले बोकेको स्ट्यान्ड हो मेरो गोजीमा भएको मोबाइल हो हामी चेतनाको क्रान्ति गर्न हिँडेकोले गर्दा हामी रक्तहीन क्रान्तिबाट देशको अवस्थासँगै नागरिकको अवस्थासँगै व्यवस्था परिवर्तन गर्न हिँडेको हुँदा हामीबाट कसैले सशङ्कित नहुँदा हुन्छ र हामी भित्र घुसपैठ भएर कसैले प्रहरीलाई दोस्रो समूहलाई आक्रमण गर्ने दुष्प्रयास गर्यो भने त्यो हाम्रो होइन त्यो गणतन्त्रवादीहरूको घुसपैठ हो भन्ने कुरा सम्पूर्ण नागरिकलाई बुझिदिनको लागि म आग्रह गर्दछु 25 गते जति जनसागर उद्लेको थियो त्यो भन्दा कम आज 3 कुनेमा हुँदैन तपाई यो अभियानको प्रवक्ता पनि हुनुहुन्छ आज 3 कुनेबाट विशेष घोषणा के हुँदैछ खुलासा गरिदिनुस् हामी यो गणतन्त्रवादी सरकारलाई अल्टिमेटम दिँदैछौँ मैले पूर्व उद्घोष गरिसके 34 वर्ष अगाडि राजाले जसरी जनताले माग्दाखेरि जनताको नासो जनतालाई सुम्पिएको थियो हामी आजबाट निश्चित समय टोकेर गणतन्त्रवादीहरूलाई अल्टिमेटम दिँदैछौँ अब तिमीहरू असफल भइसक्यौ अब जनताको नासो जसरी राजाले जनतालाई बुझाएको थियो त्यसै गरी तिमीहरूले जनताको नासो दरबारलाई बुझाउनु पर्छ भनेर निश्चित समयको आज हामी अल्टिमेटम दिनेछौँ त्यो अल्टिमेटम